त्यसले गर्दा म तपाईहरुलाई बधाई र शुभकामना दिएर बिदा हुन्छ। बडा खुसी लागेको छ, खास गरेर पत्रकारिता क्षेत्र, साहित्य क्षेत्र, कला क्षेत्र र युवा भाइ बहिनीहरूलाई को उपस्थिति यहाँ हेर्दा अत्यन्तै खुसी लागेको छ। किन अब फोर्थ जेनेरेसनवालालाई यहाँ पढाएर चाहिँ केही हुँदैन, बुढो सुगालाई पढाएर केही हुँदैन। त्यसले हामीहरू चाहिँ केही विचार सब बोल्यो भने तपाईँ युवाहरूको बिचमा गएर रमाइलो पनि लाग्छ र आफूलाई लाग्छ कि आफ्नो जिन्दगीको अनुभव केही बाँड्न सक्ने। त्यसमा पनि तपाईँहरू पत्रकारिता क्षेत्र, साहित्य क्षेत्र, कलाका क्षेत्रका युवा भाइ बहिनीहरू यहाँ मैले यसो राजनीतिमा लाग्दाखेरि काभ्रे आउन थाल्यो भने यहाँ गणेश मानजीको साथी दुईजनालाई सम्झिरहेको छु, गोपाल दास बाले र सत्यलाल ताम्राका। त्यस बेलादेखि काभ्रे आउन थाल्यो। म 61 वर्ष पहिले काठमाडौँ आउँदाखेरि माछीको राजमार्ग, 61 वर्ष पहिले काठमाडौँ पढ्न आउँदाखेरि त्रिभुवन राजमार्गबाट आउँथे। ट्रकमा बसेर त्यसपछि हाम्रो काम गरिरहेको थिएँ। 46 पछि या 36 पछि भन्नुहोस्, मुनिबाट ट्राभल गर्न थालेँ। अहिले पिपी राजमार्गबाट म जिल्ला जाने आउने गरेको छु। मैले जोडिरहेको छु, त्यसलाई त्यसको सम्बन्धमा केही भन्छु। तपाईहरू युवाहरू जिल्लामा बसेर पत्रकारिता क्षेत्रमा लाग्नु भएको छ। त्यसमा पनि साप्ताहिक पत्रिका निकालेको हुन्छ। आजको डिजिटल जमानामा साप्ताहिक र मासिक, अहिले गुरुङ बहिनीले लेखिकाले काठमाडौँको एउटा पुस्तक जुन छ, लेखिकाले भन्नुभयो कि पाठक पाउँदैन पढ्नु, अब किताब पढ्नु। अब साप्ताहिक पत्रिका पढ्नलाई सबैको हातमा मोबाइल छ, समय छैन, सब हतारमा छ। त्यसले गरेर तपाईँ 25औं वर्षमा जुन तपाईँको के भन्छ नवराज बाजगाईजी चाहिँ कि जुन जमार्को गर्नुभएको छ र आज 25औं वर्षमा यो साप्ताहिक पत्रिका, नवक्षितिज पत्रिका प्रकाशन गर्दै अरू डिजिटल पत्रिकाहरूलाई पनि जोड्दै अगाडि बढिरहनु भएको छ। त्यसको लागि म चाहिँ कि हृदयदेखि धन्यवाद दिन चाहन्छु। र यो पत्रकारिताको दिन दुनी रात सगुनी भन्छ हिन्दीमा, त्यो चाहिँ कि प्रगतिको कामना गर्छु। म जोड्न गइरहेको थिएँ यो क्षेत्रका मानिसमा होइन, तर तथ्य त सत्य चाहिँ आँखाले हेर्छ, डिसइन्फर्मेसन र मिसइन्फर्मेसन कानले पनि सुन्छ, त्यसलाई केलाउन समय लाग्छ। तर आँखाले जो हेर्छ भन्छ कि व्हाट द माइन्ड डज नट नो आइज क्यान नट सी। त्यसले गरेर दिमागलाई हमेशा तपाईँको साहित्य क्षेत्रमा, कला क्षेत्रमा या लेखन क्षेत्रमा लाग्ने मान्छेहरूको दिमाग एभरेज भन्दा माथिको हुनुपर्छ, जसले समाज र राष्ट्रलाई र संसारलाई बुझ्ने तपाईँको आँखाले हेरोस्।
मेरो सजेसन छ तपाईलाई कि दुईटा कुरालाई अरू पत्रकारिताको बारेमा भन्न चाहन्न। तपाईले सबैले भिडियोले देखाइसक्नु भएको छ सांस्कृतिक कार्यक्रम जस्तो, त्यो सब कुरा त्यसमा आएको छ। तपाई पालना गर्नुहोला, मेरो शुभकामना छ। म जोड्दैछु कि दुईटा कुरा आज आइरहेको थिए, सबै ठाउँमा डोजर लागिरहेको छ, डाँडाहरू भत्किरहेको छ। मेरो यो के बनिरहेछ भनेर पुलिस एकाडेमी बनिरहेछ, सुन्दर मकान पनि बनिरहेछ, तर सब डाँडाहरू भत्किरहेछ। त्यसले गरेर अहिले अब म जनकपुर जानको लागि सोध्छु कि बिपी राजमार्ग कस्तो छ भनेर त्यो रोसी खोला सम्झिन्छु, त्यो लास्ट इयरको घटनाहरू सम्झिन्छु। त्यसले गर्दा तपाईँ यो क्षेत्रमा लाग्नु भएको छ। म अब 80 पार गरेको मानिस, तपाईलाई के भन्छ, यो हिमाल पहाड र चढाई यो जुन प्रकृतिले हामीलाई दिएको छ या भगवानले दिएको छ या प्रकृतिले दिएको छ, यसलाई चाहिएको यो मानव सभ्यता यस्तो छ। अहिले तपाईको 21वीं सदीमा यसले तपाईको यो पृथ्वीलाई बनाएको छ, यसले ध्वस्त पार्ने पनि छ। यसले ग्लोबल वार्मिङको कुरा सुनिरहनु भएको छ, डिटेलमा जान चाहन्छु। तपाईहरु नदी नाला र पहाडको दोहन, सूर्यको दोहन यो सब म बोलिरहन्छु र तपाईहरु पनि सबैलाई थाहै छ। त्यसले गरेर एउटा काहीँ मेरो सजेसन छ कि तपाईले इन्भाइरोमेन्टको बारेमा, प्रकृतिको बारेमा, देशको प्रकृतिको बारेमा कमसेकम यस्तो चाहिँ कि एडिटोरियल लेख्ने, एडिटोरियल भन्छु या कलम लेख्ने तपाईको साप्ताहिक पत्रिकामा जमर्को गर्नु होला भनेर यो मेरो सजेसन छ र म शुभकामना दिन चाहन्छु। यसमा कमेन्ट अर्को कुरा मैले चाहिएको मेसेजको रूपमा भन्न चाहन्छु। हिजो यो दाँत टाइटाइको खेलेर काठमाडौँको वीर हस्पिटलबाट फर्किरहेको थियो, थापाथैली डिस्टर्ब छ भनेर टेपुबाट मैले मेरो गाडी चाहिँ मुड्यो र टेपुको नजिकमा जाँदाखेरि त्यो स्वास्थ्य विभागको सामने एउटा पसल छ मेडिसिनको। मैले भने यहाँ यही मेडिसिन लिइहाल्नु, डाक्टरले लेखेको थियो। एउटा बिराजबाट गए, बडा एक्सपर्ट बहिनी थियो। मलाई डर लागिरहेको थियो कि आफैले फेरि म डाक्टर छु तर मेरै दाँत उखेल्न जो हलिरहेको छैन त्यसलाई यसले हलाएर उखेल्छ भने यो बहिनीले मलाई पत्याउँछु। मलाई लाग्यो कि चाहिँ कि यसले कति पढाएछ, के पढाएछ। अब सोध्नु भएन, पहिले भने तपाईँले कन्फिडेन्स मेरो दाँत उखेल्नुहुन्छ कि मलाई पेन त हुँदैन त्यस्तो, होइन म गरिहाल्छु भनेर बडा राम्रोसँग स्मार्टली 5-7 मिनटमा डन मैले भने इट इज डन। त्यो दाँत उखेलेर तपाईँ 5-7 मिनटमा मेरो काम चाहिँ समाप्त भयो। म जाँदाखेरि मेरो गाडी मेडिसिन किन्नको लागि चाहिँ रोकेको थियो। त्यहाँ मैले चाहिँ सुकुराल शास्त्रीको स्ट्याचु आगो पाएँ। त्यो स्ट्याचुको सामनेको बाट मेडिसिन लिएर पन्थी छ मसँग, उसले किन्न ल्यायो र सोच्दै गरेँ मैले। त्यहाँबाट घर गएँ र आज तपाईँ कहाँ आएको छु भनेर यस्तो युवकहरू छ, युवतीहरू छ, यसको बारेमा केही सन्देश दियो। त म के भन्न चाहन्छु तपाईँलाई, नवराजीलाई, कम्तीमा एउटा, धेरै होइन, सुकुराल शास्त्री, धर्मभक्त, दशरथचन्द्र, गंगालाल देखिको इतिहास 7 सालदेखि 17 साल, 36 सालदेखि 46 साल, 46 सालदेखि 62-63 साल र 63देखि अहिलेसम्म हामी गणतान्त्रिक अवस्थामा छौँ, लोकतान्त्रिकमा छौँ, संहिता छ, समावेशी छ, समानुपातिक छ, देश अगाडि बढिरहेको छ। म भनौँ तपाईँको अस्ति तपाईँको के भन्छ एउटा आर्टिकल पढिरहेको थियो, मोहना अन्सारीलाई सबैले चिन्नुहुन्छ, धेरैजना तपाईँ चिन्नुहुन्छ, कलम चलाउनेले मोहना अन्सारीले।
नेपालगञ्जको एउटा महिला छिन्, मुस्लिम महिला। उसले एउटा आर्टिकल लेखेको छ त 3-4 दिन पहिले। त्यो आर्टिकलमा मैले देखेँ कि 25,228 जना समावेशी कोटाबाट जनजाति, दलित, महिला, मधेसी, मुस्लिम सारा तपाईको यो 17 वर्षमा, सिर्फ धेरै होइन 17 वर्षमा तपाईको 25,000 मानिस 25,228 निजामतीमा प्रवेश गरेको छ, निजामती सेवामा प्रवेश गरेको छ। यो कम ठुलो उपलब्धि। दलित, जनजाति, मधेसी, मुस्लिम, पिछडिएका वर्ग, त्यसबाट समावेशी कोटामा तपाईहरु पढ्नुभयो कि पढ्नु भएन, सबैले चाहिँ स्मार्टफोन राख्नु भएको छ, पढ्नुहुन्न। 25,228 जना 17 वर्षमा सिर्फ, यो गणतन्त्र आइसकेपछि 17 वर्षमा सिर्फ चाहिँ कि त्यो समावेशी कोटाबाट गएको छ। कत्रो ठुलो उपलब्धि छ। त म के भन्छु, अब धेरै लामोमा भन्न चाहन्न। म भन्छु यो लोकतन्त्र र गणतन्त्र